मैले त सुन्दा तर उजुरी फिर्ता लिन मिल्छ त मिलिहाल्छ नि घरमा हामीले त्यस्तो केले ठुलो अपराध गरेका छौँ र हानेर सम्भव भन्ने हामी नि हो यो हाडी म शम्भु तिमीहरू चाहिँ आएर छोड्नु भयो अनि म के हो बाबु तिमी त धम्की आएको कुरा लुकाउने 40 वर्ष सर त मलाई के थाहा त बाबु यस्तो पनि कानुन छ नेपालमा धम्किएको कुरा भनेन भने पनि अब यस्तो के हुन्छ तर किन बाबु किन मलाई थाहा भयो अब तिमी गयो है तिम्रो दुईजनाको अपराध प्रमाण भएन त्यो चिठी लेखेको छ नि धम्कीको त्यो अक्षर पनि तिम्रो दुईजनाको मिलेन त्यो कारणले गर्दा बुढाको घर चाहिँ तिमीले कमिसनको लागि मात्रै बेचेको भन्ने परिणाम भयो त्यही भएर तिम्रो दुईजना चाहिँ छोड्ने भयो हो कमिसनकै लागि गरे हामीले अपराध त कहाँ गरे होला तिमीहरू चाहिँ निर्दोष साबित भयो है त्यही भएर तिमीहरूलाई माथिबाट छोड्ने आएर सायद तिमीहरू निस्क्यो है अपराध साबित भयो धम्की अपराध लुकाउने है 40 वर्ष गयो तिमी त गयो यो कस्तो न्याय हो भने मलाई किन अन्यायमा यस्ता छुट्याउने घुस्ती मैले चाहिँ भन्नु खबर गरेन भने चाहिँ मलाई छुट्ने यो कस्तो न्याय भन्नु चुप्ला बुढा मैले धेरै पढाएर थुनिन्छु यसो गर्नु सर अब यो केसको उजुरी पनि उहाँले फिर्ता लिनुहुन्छ होइन घरबुढा त्यही भएर उहाँलाई पनि हामीसँग छोडिदिनु हुँदैन काम मिल्छ सर मिल्दैन होइन यसो मिल्छ भने मिलाउनु छ मिल्दैन उहाँलाई छोड्नै मिल्दैन नि कहाँ मिल्छ हुँदैन त्यसरी बरु यसो गर्नु सर बरु केही हामीबाट सहयोग चाहिन्छ भने त्यो पनि हामी गर्न तयार छौँ बिचरा हेर्नुहोस् त कुरा गर्न कस्तो माया लाग्दो छ उहाँलाई बरु हाम्रो जमानतमा छोडिदिनु न मिल्दैन कहाँ मिल्छ त्यसरी धरौटी 2 लाख चाहिन्छ कि 2 लाख ल्याउनुहोस् होइन भन्दा पैसा बिना चाहिँ हुँदैन पैसा त छैन बरु यसो गरौँ हामीलाई पनि राख्नुहोस् मलाई पनि खोल्नुहोस् बरु 40 वर्ष हामी 3 जना भित्रै बसौँ खोइ खोल्नुहोस् यसमा तिमीले चिन्ता लिनुपर्ने म छु म यदि मलाई डाकुबाट वाल्मिकी ऋषि भन्छ भनिदिएको म त्यस्ता 2 लाख पनि दिन प्रयास यो देशमा हो न पुलिस भाइ लुगा होला हामी तिम्रो धर्मको किन निस्किन्छ होला आइज बाबु आइज जब ल मैले कहाँनिर शैशव पनि मलाई भनिदिनु म गर्छु ल कहाँ हो मैले हाकिमलाई फोन गरेको छु है मलाई 2 लाख धोट राख्नुहुन्छ अरे मलाई कागज छोड्नु पर्ने ए हो र ए ल ठिक छ रेडी छ नि रेडी छ ल यहाँनिर सिग्नेचर गर्ने यहाँनिर सरी तपाईँको मलाई यहाँनिर गर्नु है लिनुहोस् राख्नुहोस् यसो गरी होइन ठिकै छ म मन दिन्छु के पाउनुहोस् किन यति साह्रो जान्नु भएको घरमा यो सिग्नेचर मिल्छ होइन मिल्छ पैसा त छ नि यसमा पैसा अब पुलिस चौकीमा ढाकेर काम गर्नु मिल्छ त्यस्तो मान्छे खबर गर्न यस्तो किन तपाईँ त साह्रै बाँके मानी जसलाई थुनाउनु भयो उसैको जमानामा छोड्दै हुनुहुन्छ यस्तो बाँके मानी मान्छे त कहाँ हुन्छ त्यो चेक त बााउन्स हुँदैन नि फेरि के को चेक नसाध्यला भन्नु मान्छे चिनेर आउँछ कुरा गर्नु अहिले भर्खरै मैले 1 करोड 60 लाखमा घर बेचे मान्छे म होइन त्यता जब 2 लाखको लागि चाहिँ नसाध्यला पिर्लिएर हुन्छ ठिक छ नत्र तपाईँ घर हामीले देखेकै छ नि जान सक्नुहुन्छ तपाईँ
त्यो चेक साट्दिएन भनेदेखि चाहिँ घरमै आउनु होला। तपाईँ जस्तो भोकेर हामी मान्छे हामी होइन, हामी पनि भातै खुवाएर पठाउँला नयाँ नेपालमा। आउनु नि चेक काट्दैन भने है होइन। तिमीले लाताले चाचा हेर्छु के टुवा पर बसिरह्यो भने तिमीहरूले म छन्जेल कुनै चिन्ता लिनु पर्दैन। अहिले पनि तिम्रो खुलुक्क मसँग सँगै जाने हो मेरो घरमा नयाँ नेपालमा नै।